यताउता सबै त्यो गऱ्यो पहिला त सुरु नै हुँदैन अब अहिले यो मेन चाहिँ हटाउन एकछिन पहिला यो बोकेर घुमेर होला बाँकी हटाउन अप्ठ्यारो नि बस्दैन पूजा गर्दैन टिका लाउँदैन रङ नसुन्दर रहेछ झन् यो फोटोमा कस्तो आयो 4-5 स्याउ ठुलो मजाले देखि नखाए पनि देखिने मजाको सजी सलाड हुँदा पो यस्तो खालको हुनु पर्दो रहेछ यता माथि सेतो अनि त्यसमा बनाएर सेतो काटेर राख्ने यत्तिकै काटिदियो के जस्तो अरे अनि उयो भन्दा धेरै क्यामेरा के अरे त्यो उयो पत्रकार भन्दा धेरै त दादाले हातमै ल्याउनु अनि के अरे पाक्नुको लागि हो त्यसरी लाग्यो नि त अब चाहिँ पानी हाल आयो होइन सियागला यसरी पिरा यसरी बसेर खाना खान सक्दैन कति गाह्रो हुन्छ अनि सुटेर म त भात 4 चोली खान्थे हैन 2 चोली खाने पोतो हरायो नि हौ दिउँसो खान्छ कुद्छ नि दिउँसो खान्छ कुद्छ नि दिउँसो त पछि हाल्छ काम गर्दा गर्दा दिउँसो त पछि हाल्छ सेतो भागै देखिन त नि त्यसमा त कति कस्तो राम्रो थियो क्या चाहिँ अङ्कललाई अनि फुपूले अनुहार ल्याम्मै खेल्दैको छ त्यहाँबाट छोड्दैन यो कलर हो सप्तरङ्गी भनेको सप्तरङ्गी चाहिन्छ नि त ओ मालाजु आफ्नो मन हैन त बाँधा सप्तरङ्गी त्यस्तो भन्नु न भिडियोमा त्यसलाई चाहिँ गाह्रो मान्दा तेरो टाउको आदा खिबेलाई जाडो महिनाको ढोक्छ नि त्यो योसँग बिहान रनिङ गर्न सक्छ सालैसँग यहाँबाट ननै हाँस्नु न अलिकति हाँस्दै गर्नु न जित्यो नि अनि सासै मेरो हाँस्नु न फुपू खिमेहरूलाई यता साइडबाट बसाउँदै गर्दा हुन्छ त ल भात दियो म जतिकै काम गर्छु त्यो भटभटिया चढेर दिनभरि कुद्नु त बल काम लगाइदियो अनि त्यहाँबाट फेरि हतारो आयो फेरि लुगा यहाँ प्लास्टिकको भएर फेरि गर्नु फुपू हाँस्नु न हौ अन्त हो यस्तो अलिक हल्का रमाइलो काम छैन भने लखर 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 खेपारी कुद्नुपर्छ ठिक्क हुन्छ क्या अनि तपाईँ त फेरि दुईजना हाँस्नु न फुपू त आज रिसाक भएन नि त अनि माथिको उयो जस्तो धाउनु छ होइन कति राम्रो थियो दुईजनालाई नै ठिक्क हुन्छ क्या सबलाई राम्रो थिएछ सबलाई राम्रो दुधको याद आयो भन्दैन अहिलेसम्म खुवाएको होइन दुध यसलाई भोकै लाग्यो हो बुहारी भाइ मेरो
बर्खीको साडीको मात्रै गरौँ न एकचोटि। के पियो मेकअप गर्नै परेन यसपालि त अनि अब होस् एकैचोटि हाँस्नु न यता हेर हाँस अरे थोरै लु ढोग्नु नमस्ते अलग्गै गर्दा पनि हुन्छ ल एटिएम कार्ड यहाँको भरे खोलेर पनि सो गरौँ ल ल राम्रो देखेर हातमा यसो निधारमा पानी हाल्नु भयो भने आउँछ फेरि। हाँस्नु न बाबा त्यही आयो त पक्कै उठेर म पो देख्दिनँ र ल सही सही चिया चस्मा होइन भयो लाग उस्तो उस्तो देखिन थाल्यो लाग होइन होइन हौ चिया अङ्कल हाँस्नु न हौ चिया अङ्कल हाँस्नु न जहिले सालिन्दा टिका लगाउनु त्यही कलर के आयो होइन खोइ ल्याऊ नानी काटेर लिएर आइज त भयो सोया भयो कुन मन परेन तिमीलाई त्यो पहिला